व्हाट्सअप गाइस सबैजनालाई स्वागत छ आजको नयाँ रियाक्सन भिडियोमा साथीहरु। अब आजको रियाक्सन भिडियो चाहिँ तपाईहरुले भन्नु पर्दैन होला, थम्बनेल देखेरै आउनु भएको होला। ल स्टार्ट हान्दिमै साथीहरु है, कस्तो हुन्छ मजा आउँछ आज चाहिँ। ल यो भिडियो चाहिँ वानली इन्टरटेनमेन्टको लागि मात्र हो साथीहरु, तपाईहरुले धेरै सिरियसली नलिनु होला है। ल स्टार्ट गर्दियौं। सेनाले व्यवस्थापन गरेका कार्यक्रमहरुमा प्रधानमन्त्री नेपाली पोसाक लगाउनुहुन्छ, दौरा सुरुवाल लगाएर जानुहुन्छ। जब सदनमा आउनुहुन्छ फुटबल खेल्ने ड्रेसमा आउनुहुन्छ। वेट के हो रियल हो गाइज? हैन होला के हो भने चाहिँ कमेन्ट गर्नुस् है, मलाई चाहिँ अचम्मै लाग्यो के। बाजेको कुरा सुन्दिम ल। के छ भनेर भन्ने कुरा अत्यन्त दुःखद छ, गम्भीर आपत्तिजनक छ। अनि तपाईहरु त अब एउटा विषय खोजिरहनु भएको छ नि त, कसरी बालन सरकारको विरोध गरौँ। यो त धोती खोल ओहो WWE आमा दामी है कसले जित्छ आमा या खतरा हट रेस्लिङ भइरहेछ आमा सशक्तमा थियो होला। त्यो उग्रता प्रदर्शन गर भनेर बहादुरी देखाइरहनु भएको थियो। जनावर जस्तो उफ्रिएर सम्भवतः बाँदरले देख्नुलाई पनि लाज लाग्थ्यो। अस्सी जल गई पर बल नै गयो भने जस्तै क्या। यहाँभन्दा पहिला नेकपा एमाले, कांग्रेस, माओवादी लगायतका दलहरूले जुन किसिमको संसदमा करतुत देखाउँथे त्यही फेरि पनि WWE खाना आउनु भएको थियो। निकै फुर्ती फार्ती एकदमै चाहिँ ओले बच्चा तर दामी छ के आन्टीको भिडियो चाहिँ मलाई चाहिँ एकदम दामी लाग्यो। यादव खानदानको दूध खाएर यो जिउ बनेको छ। यो पावर देखाउने हो, पावर अन्डी हाल्ने होइन। पक्षकाले टेबलमा चढेर हामीलाई हिर्काको कि रेस्लिङ खेल्दिहाल्ने हो। दामी बरु रकेट बनाउन सजिलो छ, रकेट बनाउने प्रविधि छ, टेक्नोलोजी छ, तर बादल भगाउने टेक्नोलोजी संसारभरि मैले खोजेकै हो, छैन। एडिटरलाई चाहिँ मान्नै पर्छ के। रमाइलो भयो कसम के साथीहरु यार कस्तो हँसा हो के। मतलब अलग लेभल का बन्दा। मान्य सदस्यहरूलाई सभाको मर्यादा कायम गर्न आफ्नै मान्य सदस्य आरएन राईको भाषालाई सुधार्नको लागि र मर्यादित गर्नको लागि म ध्यानाकर्षण गराउँछु। आम्मा कस्तो मिलायो क्या साथीहरु हैन। कस्तो मिलायो क्या, दामी लाग्यो क्या यो भिडियो चाहिँ है। मान्य सदस्य ऐन बहादुर महरलाई मैले पटक सभामुखले आफ्नो कुरा राख्दै गरेको हुनाले बस्न पनि अनुरोध र उहाँलाई मैले समय पनि दिएको छैन र उहाँलाई मैले माइक पनि दिएको छैन। त्यसकारणले मान्य सदस्यले मर्यादा विपरीत कार्य गरिरहेको विषयमा मेरो ध्यानाकर्षण भएको छ। ओ यो चाहिँ राम्रो हो। मान्य सदस्य आरएन राईप्रति पनि मेरो ध्यानाकर्षण भएको छ। Oh boy, now we win this UFC match. Whoa, दामी महावीर पुन्जीलाई सलाम छ के। बरु महावीर पुन्जी मलाई सही लाग्छ। नाम रिङ्गला यादव, काम चाहिँ कडै रहेछ उहाँको। नारीको पूर्ण रूप भनेर चाहिँ उहाँबाट देखियो। बाबा हो ओहो मारेर उहाँ काँडा चढेर माइक खोज्न जानुभयो सभामुखको भनेपछि उहाँलाई अब मर्यादा पालकलाई चाहिँ लौरीको व्यवस्था गर्नुपर्छ सरकार। उहाँलाई कुस्ती खेल्न पठाउँ, संसदमा काम छैन उहाँको।
पाउने मान्नेहरू भित्र हुनुहुन्छ उहाँहरू अपराधी होइन यो भिडियो हेरौँ है खाली कस्तो फिल हुँदो रहेछ होइन प्रक्रिया चाहिँ कम्तीमा चाहिँ डेमोक्रेटिक हुनु पर्यो भन्ने कुरा हो होइन प्रक्रिया डेमोक्रेटिक हुनु पर्यो भन्ने कुरा हो अब बहुमत त उहाँहरूसँग चाहिँ पास त गरिहाल्नुहुन्थ्यो त्यो पनि कम्तीमा विपक्षीहरूको कुरा के हो सुन्नु पर्यो भन्ने हो नि हिजो एमाले पनि त्यही गरेको थियो आज त्यही भयो भन्ने कुरा आयो कि के रे जंगलको बादर भन्दा ओ पहिला भाइ ए आयो है यो चाहिँ बादरहरूलाई व्यवस्थापन गर्नु पर्यो रे हामी नमुना भेडाहरूलाई बादर भन्ने पीएमज्यू हातमा सदनमा बोल्नु भयो अरे होइन जनतालाई ढुक्क पार्नु भए पनि बोल्नै पर्यो ढुक्क त होइन पिएमज्यू सबै जनताको मनमा टुकचुक चलाइदिनु भयो धेरै जोक नगर्न जैनजी भाइ एआईले पनि के गर्छ के आजकलको जमानामा होइन जानेर पनि होइन नजानेर पनि होइन उनले के हो नि थाहा छैन भने कि भोटेर अगाडि किन बोले त बालिनले त्यो अब बोल्दैन भने सबैभन्दा पहिले त प्रधानमन्त्री सदनमा आएन भनेर जसले चाहिँ विरोध गरेका थिए तिनीहरूका चाहिँ पहिले चाहिँ तपाईँको सही हो। फरक पर्छ भन्छ ल यो भिडियो हेरौँ है सही गर्यो बालिन शाहले सही बोल्नुभयो सही बोल्यो अनि ऊ त नयाँ हो नि त नयाँले केही नयाँ त देखाउनु पर्छ नि के भने यार गर्दैथ्यौँ हामी के गरेको क्या यो ल जा त्यसलाई पनि कारवाही गर्नुपर्छ भन्ने किन प्रधानमन्त्री खोइ चाहियो सदनमा भन्ने त हर्क पनि हो अनि आउँदा यो हालत हुँदो रहेछ यो चाहिँ सही हो के ल नेपालले मिच्यो भन्ने विवादलाई छोडेर बरु सीमाको छेउछेउमा हामी जस्तो कोरियाहरूलाई र गुवारहरूलाई खेती गर्न दिउँ साला आली छाड्दा उहाँ दिल्ली पुर्याइन्छ कामै टन्टै समाप्त नेपाल बिजनेसलाई गणेश बहादुर विश्वकर्माले ल प्रस्तुत गर्दछु मान्य सदस्य मैले मान्य सदस्यलाई समय दिएको छैन माइक पनि दिएको छैन मान्य सदस्य एक कुरो बोलिरहनु भएको छ समय माग्नु भए त म समय यो भिडियो हेरौँ है दामी छ क्या यो भिडियो अहिलेको सरकारलाई मान्नै पर्छ क्या साथीहरू दिइहाल्नुहुन्छ सबभन्दा अनुशासित विद्यार्थी मै हो म त बोल्दा नि बोल्दिनँ केही पनि गर्दैन म एकदम निष्पक्षको निष्पक्ष भोट छु क्या म के विषयमा बोल्न चाहनुहुन्छ समय माग गर्दा सभामुखले समय दिइहाल्नुहुन्छ अनि कस्तो लाग्यो त आजको भिडियो मन पर्यो होइन मन पर्यो भने चाहिँ ठोकौँ है त एक लाइक र सब्सक्राइब अब फेरि भिडियो अर्को आउँछ टेन्सन लिनु पर्दैन है आजको लागि यति नै जतिजनाले यहाँसम्म हेर्नु एकदमै थ्याङ्क्स फर वाचिङ भन्न चाहन्छु आजको लागि यति है